हेलो गाइज, हामी रेडी भएर अब जान लाग्यो। मेरो लुक्स ल अब लुक फुल लुक्स हेरौँ है। यस ल आफै त हुनु पर्यो नि होइन। के छ भाइ, कहाँ जाने आज बिचमा? ओ मेरो पार्टनर हो, यो चाहिँ पार्टनर, हामीसँगै किनेका होइन। यिनीहरू मानेनन् क्याहरू चाहिँ। के छ अनु दादा, के हो गर्छ अहिले केटाले? अर्को चाहिँ यहाँ बाहिर छ है। के छ मोबाइल चलाएर कहाँ हो? अब हामी बिचतिर। ए हो ल ल हामी बसेको यो चाहिँ ल हामीले साथीहरूलाई पुरेको है। चप्पल लाएर आउँदै आएन नि क्या नि त नि, फेरि लिफ्ट गइहाल्छ। छिटो आइज न, छिटो आइज ल है हामी लाग्यो। केटा हो अनु, के हो? ल मैले चाहिँ यहाँ भर्खर किनेर यहाँ काट्नु लाग्यो है। हामी फाइनल्ली आयौँ बिचमा। ल है त आज चाहिँ अब के भेटिन्छ त्यही गरिन्छ। अब के वाटर एक्टिभिटिज गर्न पाइन्छ होइन। डढेर त फुल्टु कालो हुने भयो जस्तो लागिसक्यो मलाई। खतरा धेरै मान्छे छन् होइन। यहाँ चाहिँ स्पिड बोट हुँदो रहेछ एउटा चाहिँ फेरी टेल भन्ने। फेरी टेलमा चाहिँ धेरै मान्छे अट्दो रहेछ, त्यही भएर हामी फेरी टेलमा जाँदैछौँ। यो चाहिँ यस्तै समुद्रको माथि बाटो यस्तो नि हुन्छ, खतरा छ है। ल हामी चाहिँ सिपमा कतातिर हो गडा? कता अरे हामी? बिच लावान बिचतिर है हामी है। ल बिचमा गएर कहाँ हो? हेरेको हेरे समुद्र छ होइन। निलो छ, सेतो छ, के छ हामी त हेरेको हेरे। हामी चाहिँ सिपबाट कोराला आइल्यान्ड आयौँ होइन। यहाँ चाहिँ म्याक्सिमम् वाटर एक्टिभिटिज हुँदो रहेछ। अनि स्कुटर रेन्टमा जति पनि पाइँदो रहेछ। अनि यहाँ चाहिँ एक्टिभिटिजको लागि चाहिँ पुरा धेरै रहेछ। यहाँ चाहिँ पुरै ल स्नोइङ सब पाइँदो रहेछ एक्टिभिटिज हुने। खतरा धेरै मान्छे हुँदो रहेछन्। यहाँ चाहिँ 6 बजे बल्ल 6 बजे फर्किनु रहेछ क्या, फेरि अलिक ढिलो आइयो क्या हामी। अब हेरौँ हामी त हिँडै स्कुटर रेन्टमा लिनै पर्यो, दगुर्नै पर्यो। यहाँ चाहिँ 4वटा बिच रहेछ। 4वटा बिच आज घुम्छौँ। अनि त्यहाँपछि चाहिँ यस्तो बुझ्छौँ। अनि फेरि भोलि आउँछौँ। भोलि आएर चाहिँ वाटर एक्टिभिटिज गर्छौँ हामीले। ल अब जाऊ केटा, तिर्पालाई हामी त जहाँ पनि रुल ब्रेक गर्ने हो। यहाँ पुलिस न पुलिस। ल हामी चाहिँ अब स्कुटर लिएर डुल्दैछौँ। लाइसेन्स राखिन् मैचाङले। बम्बे के गरिरहेछस्? चलाउँदै साथी। कता हो त नि? अनि यता देखाउ हामी बिचतिर। केटा कुरो मेरो तिनीहरूलाई। यता के अरे नेपालमा कुदा जस्तो रहेछ। रन्का बुधे रन्का। ल कुराहरू पछाडि छन् है, पछाडि आउँदैछन्। हामी चाहिँ अब के नुवाल बिच जाँदैछौँ। अनि यो स्कुटर चलाउन जान्नेलाई चाहिँ यस्तो बग्गी छ है। बग्गीमा फेरि के हुन्छ त्यहाँ उडी छ। ल आयो। ल म झर्छु अनि बल्ल उता जाब हिँड्दै आउँछु नि म। त्यता राख्दैन, त्यता तल राख न। म हिँड्दै तिर्पाल भएको भएर सेफ्टी फर्स्ट के।
पहिला सुरुमा झर्न पऱ्यो होइन, किनकि पिपल भएपछि नि अरूको ठाउँमा धेरै उस पनि गर्न भएन। तर त्यो स्कुटर लिने मान्छेले नै उसकोमा 2टा मात्रै स्कुटर रहेछ, अनि अब अर्को बिक्ने त चान्स नै भएन नि त। त्यो भएर एउटा चाहिँ ल यु सिट स्मल 3 भन्यो क्या, पठा हो। अब हेरौँ, हामी फर्स्ट बिच, यो चाहिँ हाम्रो फर्स्ट बिच हो। अनि स्कुटर यस्तो सबैले यहाँ स्कुटरै चल्दो रहेछ क्या, स्कुटर पार्किङ गर्दैछन्। अब हेरौँ कस्तो हुन्छ हाम्रो यहाँ चाहिँ। वाटर एक्टिभिटिज चाहिँ मेबी भोलि गरिन्छ होला, तर मैले त स्कुबा डाइभिङ चाहिँ आई विल है 100%। यो भिडियोमा आउँदैन होला, आज गर्दिनँ होला, तर भोलि चाहिँ सियोरै गर्छु। बिच भनेको त यस्तो पो रहेछ। ल ल है, बिच भनेको यस्तो रहेछ होइन। ढुक्क चिल्याक्स हान्ने धन्न चप्पल लाएर आएछ कि मैले चाहिँ। ल फर्स्ट गएँ है, 1 2 3 4 5। ल समुद्रमा बसियो, आइच कडा यसरी गएर आउँदो रहेछ। ल दामी। लगाइस हामी चाहिँ त्यहाँ यसो समुद्रमा डुल्की मारेको, लास्ट नुनिलो हुँदो रहेछ पानी, अनि यो मुख आँखा त पोल्दो रहेछ भतभती। तर त्यहाँ चाहिँ उस गरे जस्तो गर्न हुँदो रहेछ, स्विमिङ पुलमा हाने जस्तो रहन्छ। यहाँ चाहिँ यसो छालसँग खेल्ने मात्र रहेछ। हामी त केले के पायो भने यहाँ घाममा हालेको गएर गाह्रो पो पऱ्यो। ल इज थाइल्यान्ड, बल्ल होइन बल्ल मजा आयो। ए थाइल्यान्ड गाइस, ओ थाइल्यान्ड। ए पछाडि पनि थाइल्यान्ड। सुस्तो चलायो भने फाइन लाग्छ रे, त्यो छिटो चलाउने हो। क्याप लिएर क्याप नो वान वे इज टु वे। अब चाहिँ हामी टुप्पोमा आयौँ, अघि समुद्रमा थियौँ भने अहिले माथि टुप्पोमा आयौँ। भ्यू हेरौँ है त, 1 2 3 गो। ल कुन बिच हो यो होइन, हामी चाहिँ यो बिचमा यस्तो खानेकुराको खोजीमा छौँ, त्यस्तो पाइँदो रहेछ नि। 100 ल यस्तो गर्दैछौँ हामी होइन, सबै बिच पक्का लाएर खाना लायौँ है। ल यहाँ कार्ड दिएर स्कुटर पाएँ है। What's the rate of scuba? Scuba. 1,500. Higher. Ani 400. Ani 800. ल हामी चाहिँ स्कुटर यहाँ ठ्याक्क पुऱ्याइयो। अब यहाँ एकछिन डुल्छौँ होइन, यताउति हिँड्न पर्यो नि त, खालि त्यो स्कुटरमा हिँडेर हुन्छ। यहाँ मागिसक्यो, लाइसेन्स मात्रै दिएको, लाइसेन्स र पैसा हो मागौँ। 400 पैसा पनि मागौँ, स्कुटर ल्याइदियो भनेर। बार्बिक्यू 210 บาทค่ะเอาอะไรเพิ่มอีกไหม ซีฟู้ด นั่งทานใช่ไหมนั่งทาน
ल गाइज हामी चाहिँ यहाँ पटाया आइपुग्यौँ। पटाया आयौँ हामी टक्क उता घुमेर सब भ्याएर पटायातिर आयौँ। ल अब चाहिँ थाहा होला सबैलाई ब्याट्री सकिन्छ क्या मेरो। ल अब सबैले लाइक सेयर सब्सक्राइब गरेर टक्क लाएर अर्को दिन चाहिँ के हुन्छ हेर्नको लागि रेडी हुनु। अहिले चार्ज सकियो मैले भिडियो खिच्न मन छ तर चार्ज सकियो के गर्ने मैले धन्न यो भिडियोसँग खिच्न पाएँ मैले। ल बाई बाई गाइज।